ए गाइज वेलकम टु माई मिन्नी भ्लग। हजुरलाई फेरि पनि स्वागत छ मेरो छोटो मिठो भ्लगमा। हजुरहरू सोच्नुहुन्छ होला कि यो ठाउँ कुन ठाउँ हो भनेर। यो चाहिँ दाङ तुलसीपुर हो। यहाँ चाहिँ मेला लाग्छ भनेर हामीलाई थाहा नै थिएन। त्यही भएर हामी चाहिँ टिकट काटेर मेलामा जान लाग्यो। अहिले त्यसैमा प्रकाश दुतराज नै आउनु लाग्नु भएको छ अरे। आज चाहिँ निकै रमाइलो हुन्छ जस्तो लागिरहेछ। तर गाइज मान्छे चाहिँ लास्टै धेरै छन् यहाँ चाहिँ केही मेरो मोबाइलको कभर पाइन्छ कि भनेर आएको। यो मोबाइलको कभर भेटिन नि लास्टै गाह्रो छ। फेरि भएर हामी अर्को पसलमा गयौँ। यहाँ नि मेरो मोबाइलको कभर भेटिएन। ल गाइज अहिले म र मेरो साथी चाहिँ मेलाभित्र नै आइसक्यौँ। यहाँ चाहिँ धेरै मान्छेहरू छन्। यहाँ चाहिँ टप सोनी डान्स ग्रुपको नि प्रस्तुति हेर्न पाइयो। उहाँहरू चाहिँ हाम्रै गाउँ ठाउँको मान्छे हुनुहुन्छ। यहाँ देखेर लास्टै खुसी लाग्यो। गाइज उहाँहरूको नाचो हेरेर चाहिँ हामी अहिले प्रकाश दुतराजको वेटिङमा छौँ। ल गाइज धेरै वेटिङको पछि प्रकाश दुतराजको इन्ट्री पनि भइसक्यो। मलाई चाहिँ प्रकाश दुतराजको गाना नै सधैँ मन पर्छ र म उहाँको फ्यान पनि हो। लगाइज म चाहिँ दाङ तुलसीपुरको मेला देखेर एकदमै खुसी छु र यहाँको जेन्जीहरूसँग जोस पनि एकदमै ज्यादा छ। लगाइज मलाई यहाँदेखि अब दाङ घोराइ नै जानु छ। त्यही भएर आजको भ्लग चाहिँ यहीँसम्मलाई। अर्को भ्लगमा भेटौँला। बाई।